हेलो एभ्रिवान। आज चाहिँ मैले बाहिर खाना खाएको थिएँ। अनि त्यहाँ चाहिँ मासु, दाल, साग, सिमी अनि आलु र कुत्रुङ करेला, त्यो काँडा काँडा भएको हुन्छ नि, हो त्यो। अनि सिन्कीको अचार, गाजर, पापड थियो। अनि भेजमा पनि थियो खाना। भेजमा चाहिँ सबै सेम नै हो, त्यही मासु मात्रै नपाएको। अनि घिउ चाहिँ एकदम मिठो थियो, त्यहाँको गाउँको घिउ भन्नुभएको थियो त्यहाँको आन्टीले। मिठो थियो, मलाई एकदम खाना मन परिरहेको थियो। मिठो थियो क्या, घरको खाना जस्तै लागिरहेको थियो मलाई चाहिँ। सिन्की चाहिँ एकदम मन पऱ्यो थियो, सिन्कीको अचार। तर के भने नि साथीहरू, घरको खाना भनेको, त्यही पनि आमाले पकाएको यस्तो मिस भयो थियो नि, के कुरा गर्ने। मामुले पनि कति मिठो मिठो पकाइदिनु भएको थियो मलाई। तरकारी, भात, घिउ, अचार। ओहो, मेरो मामु कति माया गर्नुहुन्छ मलाई।